152वटा सिट ल्यायो प्रधानमन्त्री बालेन बन्नुभयो यसो यसो गरेर त देश भन्छ र भने भिजन चाहिएला डेडिकेसन चाहिएला हामीले देखाइदिन्छौँ देश कस्तो हुन्छ भनेर यो बकवास कुराहरू गरेर हुन्छ राष्ट्रिय पुँजीको निर्माण कसरी गर्नुहुन्छ जियोपोलिटिकल्ली कसरी तपाईँको ब्यालेन्स गर्नुहुन्छ न्युट्रल गर्नुहुन्छ देश र जनतालाई कसरी तपाईँको रोजगारी दिनुहुन्छ के छ भनेको के छ यस्ता कच्चा कुराहरू यस्ता नक्कली कुरा गरेर देश बन्दैन क्या सर देश बनाउनलाई भिजन चाहिन्छ दलालहरूको पछाडि लाएर हुन्छ भने नयाँले पनि फेरि जनतालाई झुका हो झुक्याएको होइन 200% झुक्याएको छ क्या 200%। म कहाँ गएर खुल्ला मञ्चमा पनि डिबेट गर्न तयार छु। म यही तपाईँको पवित्र भूमिमा पनि डिबेट गर्न सक्छु। उहाँहरूले 152 ल्याएर कसरी तपाईँको देश निर्माण गर्न सक्नुहुन्छ। बालेन शाहलाई पनि बोलाउनुहोस्, स्वर्णिम वाग्लेलाई पनि बोलाउनुहोस्, रवि लामिछानेलाई पनि बोलाउनुहोस्। म सिङ्गल डिबेट गर्न तयार छु। यदि उहाँले मलाई चित्त बुझाउनु भयो भने सारा जनतालाई म आह्वान गर्छु कि बालेन शाहको पछाडि लाग्नुहोस्, रवि लामिछानेको पछाडि लाग्नुहोस् भनेर म भोलिबाट आह्वान गर्छु। केही पनि खाका दिन नसक्ने केही पनि म्यान्डेट दिन नसक्ने अनि चुतिया कुरा गरेर देशलाई भ्रम पारेर यो देशलाई कति गुमराहमा राख्ने हाम्रो सरल भाषामा जनतालाई बुझाउँछु। 152 ल्याउनु भयो रे, स्थिर सरकार बनाउनु भयो रे। स्थिर सरकार बनाउँदै गर्दाखेरि तमाम कानुनी अडचनहरू छन्, तमाम संविधानका धाराहरू छन्। तिनीहरूलाई बदल्नको लागि तल्लो सदन प्रतिनिधि सभामा पास गरेर भएन नि सर। राष्ट्रिय सभामा पनि त चाहिएला नि मान्छे। राष्ट्रिय सभामा दुईटै क्याबिनेटले दुईटै सभाले पास गरिसकेपछि बल्ल तपाईँको कानुन निर्माण बन्ने हो नि त। तमाम धाराहरूलाई बनाउनु पर्ने होला नि त होइन। 152वटा सिट ल्यायो प्रधानमन्त्री बालेन बन्नुभयो यसो यसो गरेर त देश भन्छ र भने भिजन चाहिएला डेडिकेसन चाहिएला देश जनताप्रति उत्तरदायी चाहिएला। जियोपोलिटिकल्ली हामी बहुत स्ट्राटेजिक लोकेसनमा छौँ। देश र इन्डिया भारतलाई मिलाउनु पर्ने होला, ब्यालेन्स गर्नुपर्ने होला होइन। 3 खर्ब तपाईँको चालु पुँजी भएको देशमा हामीले देखाइदिन्छौँ देश कस्तो हुन्छ भनेर यो बकवास कुराहरू गरेर हुन्छ राष्ट्रिय पुँजीको निर्माण कसरी गर्नुहुन्छ, जियोपोलिटिकल्ली कसरी तपाईँको ब्यालेन्स गर्नुहुन्छ, न्युट्रल गर्नुहुन्छ, देश र जनतालाई कसरी तपाईँको रोजगारी दिनुहुन्छ के छ भनेको के छ। त्यसको त्यो हुनुभन्दा अगाडि कानुनका धाराहरू बदल्नुपर्छ। कानुनका धाराहरू बदल्नै सक्नुहुन्न क्या। अर्थविदहरू त्यहाँ छन्, तपाईँले चाहिँ उहाँहरूलाई सिकाउने आर्थिक कानुनका धाराहरू बदल्न सक्ने आधारै छैन। आधार देखाइदिनुहोस्, म स्वर्णिम वाग्लेको पछाडि लाग्छु भोलिबाट। माथिल्लो सदनमा मैले 152वटा सिट ल्याउनु भयो उहाँले। स्वर्णिम वाग्ले अर्थविद होइनन् त्यसो त सुन्नु न, मैले त्यो विषयवस्तुमा म गइनँ हो। व्यक्तिगत विषयवस्तुमा गइनँ। यस्ता कच्चा कुराहरू यस्ता नक्कली कुरा गरेर देश बन्दैन क्या सर। देश बनाउनलाई भिजन चाहिन्छ, डेडिकेसन चाहिन्छ, देश र जनताप्रति उत्तरदायी भएको मान्छे चाहिन्छ, समाज बुझेको हुनुपर्छ, जियोपोलिटिक्स बुझेको हुनुपर्छ, एउटा तपाईँको भू राजनीतिकको भेउ बुझेको हुनुपर्छ। म आफै स्वयं आइआरको विद्यार्थी भएको कारणले तपाईँको इन्डिया र चाइनालाई मिलाउन सक्ने आधारहरू के छ। आकाशको छिमेकीले दलालहरूको पछाडि लाएर हुन्छ भने बुझ्नु पर्दैन भनेको सर। अन्तिममा एउटा पद पराइदिनुहोस् स्पष्ट। तपाईँ पनि युवा हुनुहुन्छ, जेएनजी आन्दोलनमा तपाईँले पनि आफ्नै किसिमको योगदान गरिरहनु भएको छ। पटक पटक तपाईँले आक्षेप आरोप लायो भन्ने तपाईँले भनिसक्नु भएको छ। नयाँले पनि फेरि जनतालाई झुका हो झुक्याएको होइन 200% झुक्याएको छ क्या 200%। म कहाँ गएर खुल्ला मञ्चमा पनि डिबेट गर्न तयार छु। म यही तपाईँको पवित्र भूमिमा पनि डिबेट गर्न सक्छु। उहाँहरूले 152 ल्याएर कसरी तपाईँको देश निर्माण गर्न सक्नुहुन्छ। बालेन शाहलाई पनि बोलाउनुहोस्, स्वर्णिम वाग्लेलाई पनि बोलाउनुहोस्, रवि लामिछानेलाई पनि बोलाउनुहोस्। म सिङ्गल डिबेट गर्न तयार छु। यदि उहाँले मलाई चित्त बुझाउनु भयो भने सारा जनतालाई म आह्वान गर्छु कि बालेन शाहको पछाडि लाग्नुहोस्, रवि लामिछानेको पछाडि लाग्नुहोस् भनेर म भोलिबाट आह्वान गर्छु। केही पनि खाका दिन नसक्ने केही पनि म्यान्डेट दिन नसक्ने अनि चुतिया कुरा गरेर देशलाई भ्रम पारेर यो देशलाई कति गुमराहमा राख्ने यति सोझा जनता छन् क्या सर। दुनियाँमा कहीँ पनि नभएका सोझा जनता छन् क्या यो देशमा। जनतालाई नागरिक बनाउनतिर लाग्नु पर्यो क्या। जनताले तपाईँको आधारभूत प्रत्याभूति गर्छ, जनताले घाँस कपासको ग्यारेन्टी गर्छ, जनताले आफ्ना प्रश्नहरू गर्छ। बुझ्नुभयो नि त हजुरले। यी जनतालाई चाहिँ जबसम्म यी जनता भेडाउन चाहन्छन् यो देशमा, मैले अघि नै अवगत गराएँ, स्वयं तपाईँको श्रीकृष्ण आए पनि केही हुनेवाला छैन, भगवान शिव आए पनि केही हुनेवाला छैन। जनता भेडा भन्नुभयो, यो जनता भेडा हो कि नेताले चाहिँ जनता भेडा बनाउनु के हो? यो कुरा केही पनि होइन कि यो देशमा अस्त्र तपाईँको देश बिगार्नको लागि सबैभन्दा पहिले के गर्नुपर्छ, एटम बम खसाउनु पर्दैन क्या सर। अहिले हाम्रो 2028 साल पछाडिको शिक्षा नीतिमा जब ध्वस्त पारियो, हाम्रो शिक्षा र संस्कृतिमा ध्वस्त पारियो, त्यसलाई चाहिँ रिफर्म नगरिकन, त्यसलाई ग्राउन्ड लेभलबाट साफ नगरिकन हाम्रो चेतना पनि आउँदैन, हाम्रो संस्कार पनि बस्दैन। देशमा एउटा तिथि र व्यथिति बसाउनको लागि विभिन्न खालका सेक्टरहरू चाहिन्छ क्या सर। बुझ्नु भएन। हाम्रो शिक्षा नीति ग्राउन्ड लेभलबाट साफ गरिएको छ। वेस्टर्नाइज तपाईँको शिक्षा नीति छ। तपाईँको अर्को के अरे तपाईँको यो तपाईँको संस्कृति कल्चरहरू पनि वेस्टर्न कल्चर हामीले एक्सेप्ट गरेका छौँ। त्यसो भएको कारणले यो देशमा मैले अघि नै अवगत गराइसकेँ, शिक्षा संस्कृति भाषा धर्महरूलाई जगेर्ना नगरिकन, यो देशलाई रिफर्म नगरिकन नेपाल
बनाउनलाई नेपालीको माइन्डसेटको ढाँचा चाहिन्छ क्या सर। सिङ्गापुर हेरेर हुँदैन क्या, अमेरिका हेरेर हुँदैन क्या। यो देशको वस्तुस्थिति अमेरिकालाई थाहा छ त, यो देशको वस्तुस्थिति इन्डियालाई थाहा छ त। हामीले के चाहेको छौँ, हामी कसरी गरिब भयौँ। एउटा कुरा विदेशीहरूले के भन्छ, हामी सधैँ नेपालीहरू गरिब भयौँ भनेर भन्छौँ क्या। गरिबीहरूको मोडालिटी के हो, गरिबीहरूको ढाँचा के हो, गरिबीहरूको न्यूनतम मोडालिटी के हो भनेर भन्दै गर्दाखेरि हाम्रो तपाईँ 1 केजी घरमा मासु पाक्दै गर्दाखेरि 1 कचौरा पल्लो घरमा दिने समाज हो क्या हाम्रो। बुझ्नु भएन? हामी कसरी गरिब हुन सक्छौँ भन्नु त? ल कसरी गरिब हुन सक्छ भन्नु न। हाम्रो 1 लिटर दुध घरमा बन्दै गर्दाखेरि आधी लिटर पल्लो छिमेकीलाई दिने समाज हो क्या। हामी गरिब हो त? हामी धनी हो क्या सर? हामीलाई गरिब मेन्टालिटीमा बाँच्न सिकाइएको हो क्या। बुझ्नु भएन? यति भन्न चाहन्छु। सर तपाईँलाई एउटा क्वेसन